हेलो एभ्रिवान, वेलकम टु माई फर्स्ट मिनी ब्लग। आज हो सन्डे, तर यो भ्लग अपलोड गर्दा चाहिँ ढिलै हुन्छ होला। यहाँ चाहिँ मेरो बुढाले मटन दिइदिनु हुँदैछ, किनकि म मटन खाँदिनँ पनि धुदिनँ पनि, जस्ट बनाइ चाहिँ दिन्छु। म चाहिँ अब मसलाहरू रेडी गर्दै गर्छु, अनि बुढाले मासु धुइदिइसकेपछि चाहिँ म मटन लाग्छु। जो चाहिँ म खाँदिनँ, त्यही भएर म धुदिनँ, बस पकाउनु चाहिँ पकाइदिँदै पऱ्यो। अब बिहा गरेपछि के गर्नु। मासु चाहिँ धुइदिइसक्नु भयो। यहाँ चाहिँ मलाई मटन पकाउँदा के चाहिन्छ मसलाहरू सबै रेडी गरिसकेको छु। यहाँ चिकन पनि छ, किनकि म मटन खाँदिनँ, चिकन खान्छु। सबै रेडी चाहिँ भइसक्यो, अब म कुकिङ गर्छु। यो हो खडा मसला, जो चाहिँ म मटन पकाउँदा डेली युज गर्ने गर्छु। तपाईँहरू युज गर्नुहुन्छ कि हुँदैन कमेन्ट गरेर भनिदिनु होला। मेरो ग्रेभी रेडी भइसकेको छ, अब म चाहिँ मटन हाल्छु। मटन हालेपछि चाहिँ म मजाले ग्रेभी र मटनलाई मिक्स गर्दैछु। मटन पाक्नु चाहिँ धेरै टाइम लाग्छ, त्यही भएर मैले यहाँ मेरो बुढालाई बोलाएँ गफ गर्नलाई। हामी दुईजना चाहिँ यहाँ गफ गर्दा गर्दै पनि हाम्रो मटन पाकेर रेडी भइसकेको छ। म मटन खाँदिनँ, तर मटन पकाइदिन्छु। तर पकाइदिएपछि चाहिँ म मटन फर्स्ट टेस्ट चाहिँ बुढालाई गरौँ, किनभने मेरो बुढाले चाहिँ मटन एकदमै बेसी मन पराउनुहुन्छ। टेस्ट गराएपछि चाहिँ मेरो बुढाको रियाक्सन हेर्नु। मेरो बुढाको फिडब्याक पाएपछि चाहिँ मैले अब सबैजनालाई खाना पस्किन्छु। सबैजनालाई चाहिँ भोक लागिसकेको थियो, अब म खाना पस्किन्छु। आजको लागि यति नै, बाई बाई।